इरानले अन्ततः प्रतिशोध लिएको छ। अमेरिकी हमलापछि गैराती इरानले अपरेसन ग्लाड ट्रेडिङ अफ भिक्टरी नाम दिँदै कतारको एआई अडिट अमेरिकी सैन्य बेसमाथि मिसाइल प्रहार गरियो। कतारको आकाशमा 14वटा मिसाइल उडे तर पूर्ण मिसाइलहरू एयर डिफेन्स सिस्टमले रोकिदियो भने त्यति ठूलो क्षति नभएको दाबी गरिएको छ। कतार सरकारले समयमै सुरक्षा सतर्क जारी गरेर हवाई मार्ग बन्द गर्यो र जनतालाई सुरक्षित स्थानमा रहन आग्रह गर्यो। यो आक्रमण इरानको चेतवनीपूर्ण प्रतिक्रिया हो, जसले भनेको छ हामी चुप छैनौं तर युद्ध पनि चाहदैनौं। अमेरिका र इरान बीचको तनाव अझै चुलिँदै गएको छ, तर अहिलेका लागि दुवै पक्षले स्थिति नियन्त्रणमा राख्न खोजिरहेका छन् भने अब हेर्दै जाउँ यो घटनाले कस्तो रूप लिनेछ। कृपया इरान, इजरायल र अमेरिका बीच युद्ध हुनुहुन्छ या हुनुहुँदैन कमेन्टमा लेख्न नबिर्सनु।